ल अब यता हेर्नु है त त्यो कहाँ पुऱ्याउनु भयो अगाडिको प्रोजेक्ट भन्ने पार्ट अब गर्दै गर्नु होला अगाडिको प्रोजेक्ट भोलि पनि टाइम छ भोलि बिदा पाएपछि होइन भोलि त यसैलाई टाइम जान्छ तपाईँहरूको थाहा छ मलाई त्यसमै टाइम जान्छ है ठिक छ अब चाहिँ हामी एमबिसीको बारेमा चाहिँ एमबिसी भनेको के हो एमबिसीमा कसरी काम हुन्छ भन्ने बारेमा अब हेर्छौँ है मैले हिजो एमबिसीको स्ट्रक्चरको त भने होइन यसरी यसरी आउनु हुन्छ यो कोडहरू यसरी हुन्छ भनेर है ठिक छ अब एमबिसीको लागि चाहिने बेसिक कुराहरू के हो त भन्दाखेरि चाहिँ एमबिसीको लागि हामीलाई नर्मल चाहिने भनेको डिजाइन पार्टको लागि HTML CSS हो त्यो पार्ट हामीलाई छँदैछ है त्यसपछि हामीलाई प्रोग्रामिङको लागि चाहिँ अब्जेक्ट ओरिएन्टेड चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ अब्जेक्ट ओरिएन्टेड हामीले गरि नै सक्यौँ होइन क्लासहरू कसरी बनाउने त्यसको अब्जेक्टहरू कसरी बनाउने मेथडहरू कसरी एक्सेस गर्ने प्यारामिटर कसरी पास गर्ने इभन हामीले अब एक्स्ट्रा क्लासहरू इन्टरफेसहरू त्यो पार्टहरू पनि गऱ्यौँ होइन हो अब यो मध्ये चाहिँ हामीलाई फेरि उबाट धेरै युज हुने भनेको चाहिँ यहाँनिर तपाईँको जस्तो क्लास बनाउने अब्जेक्ट बनाउने त्यही कल गर्ने पार्टहरू हो तपाईँ एक्स्ट्रा क्लास इन्टरफेस अनि स्ट्याटिक किवर्डहरू थियो नि तिनीहरूको पार्ट भनेको कुनै कुनै ठाउँहरूमा मात्रै आउँछ सबै ठाउँमा आउँदैन है कुनै कुनै एउटा दुईवटा पोइन्टहरूमा त्यो आउन सक्छ ठिक छ अब हामीले मेन बुझ्नुपर्ने भनेको त्यही क्लास बनाउने इनहेरिटेन्स गर्ने इनहेरिटेन्स चाहिँ बुझ्नुपर्ने हुन्छ इनहेरिटेन्स चाहिँ चाहिन्छ नै हामीलाई यसमा है त्यसरी हामीले गर्नुपर्छ र नेक्स्ट अर्को भनेको चाहिँ अब यसपछि बल्ल हामीले अब एमबिसी स्टार्ट गर्न सक्छौँ उप नभइकन एमबिसी गर्न सम्भव छैन फेरि है त्यही भएर पहिला उप गरेको कारण चाहिँ त्यो पनि हो अब यसमा के छ त भन्दाखेरि एमबिसीको आफ्नै स्ट्रक्चर छ क्या जसरी मैले हिजो भने नि कन्ट्रोलरमा जान्छ कन्ट्रोलरले यसरी कल गर्छ भनेर मैले हिजो जुन तपाईँहरूलाई कन्सेप्ट भने नि एउटा सुरुमा कन्ट्रोलर युजरले एक्सेस गर्ने बित्तिकै कन्ट्रोलर कल हुन्छ कन्ट्रोलरको थ्रुबाट नै हामीले अरू पार्टहरू कल गर्छौँ भनेर मैले हिजो भने नि अब त कसरी हुन्छ त एक्ज्याक्टली काम चाहिँ है त्यो कसरी एक्ज्याक्टली काम हुन्छ भन्ने कुरा चाहिँ अब आजबाट हामीले एउटा प्रोजेक्ट स्टार्ट गरेर त्योबाट हेर्छौँ है र यसमा हामीलाई अर्को चाहिने भनेको .hxs फाइल पनि हो युआरएललाई रिराइट गर्ने क्या है त्यो पार्ट पनि हामीलाई एकदमै धेरै चाहिन्छ अब चाहिँ एडिटरको रूपमा तपाईँहरूले चाहिँ अलिकति सजिलो एडिटर युज गर्नुभयो भने अब राम्रो हुन्छ है त्यस्तो एडिटरको रूपमा अब PHP स्टोर्म नेटबिन इक्लिप्स हुन्छ नि तिनीहरू युज गर्नुभयो भने अलिकति सजिलो हुन्छ अब चाहिँ कोड गर्न ठिक छ नत्र नर्मल तपाईँले ड्रिमवेयरहरूमा गर्दाखेरि लिङ्किङहरू गाह्रो छ क्या एउटा क्लास फाइलबाट अर्को फाइलमा जानु पऱ्यो भने फाइल खोज्दै खोज्दै जानुपर्छ त्यहाँनिर त्यहाँबाट डाइरेक्ट तपाईँले कन्ट्रोल गरेर लिङ्क गरेपछि हजुर सबलाइमले पनि दिँदैन मैले त मेरोमा सबलाइममा गराइरहेको छु अहिले होइन मेरोमा त्यो सपोर्टै गरिरहेको छैन इक्लिप्स पनि नेटबिन पनि केही सपोर्टै गर्दैन क्या त्यो भएर सबलाइममा त्यो होइन हाइलाइटिङहरू सब ठिक छ त्यहाँनिर हाम्रो प्रब्लममा भनेको के मात्रै छ भन्दाखेरि जस्तै एउटा क्लासबाट अर्को क्लासभित्रको फङ्सनहरूमा डाइरेक्ट रिडाइरेक्ट गरेर जानुपर्ने प्याकेज त्यसमा इन्स्टल गरेर त्यसले गर्न मिल्छ भने त त्यही गर्दा नि हुन्छ लाइट वेट पनि छ सबलाइमको चाहिँ लाइट वेट पनि छ क्या त्यो युज गर्ने भने चाहिँ अरूभन्दा लाइट वेट छ नि त त्यो फेरि नेटबिनमा गर्दा हुन्छ PHPको प्लगइन युज गरेर किन भन्दा अब तपाईँलाई त्यो एउटा फाइल खोज्दै बस्नु टाइम लाग्छ क्या धेरै फाइल हुन्छ काम गर्दै जाँदाखेरि त्यसले गर्दा है अब त्यसको लागि हामीलाई फर्स्टमा के चाहिन्छ त हामीले एउटा फोल्डर क्रिएट गऱ्यौँ सुरुमा प्रोजेक्टको लागि चाहिने हजुर वर्कस्पेस त अलरेडी छँदैछ होला होइन वर्कस्पेस अथवा तपाईँले htdocsमा को चाहिँ दिनुपर्छ होला लोकेसन त्यहाँनिर युज गर्ने बेला हजुर लोकल होस् त्यहीँबाट चलिहाल्छ तपाईँले त्यो वर्कस्पेस नै त्यसको तपाईँको htdocsलाई वर्कस्पेस दिनु हुन सकिहाल्यो नि प्रोजेक्ट गरे जस्तो ठिक छ यहाँनिर चाहिँ एमबिसी भन्ने एउटा फोल्डर बनाएँ मैले अब जति पनि हाम्रो कोडहरू लेख्छौँ सबै यहीँभित्र हुन्छ है हाम्रो एमबिसीसँग रिलेटेड चाहिँ सुरुमा हामीले प्रोजेक्टमै डाइरेक्ट इन्ट्री गर्दैनौँ सुरुमा हाम्रो चाहिँ एमबिसी कसरी रन हुन्छ एमबिसीले कसरी काम गर्छ यहाँनिर तपाईँको भ्यूहरू मेथडहरू अनि मोडलहरू भयो कन्ट्रोलरहरू त्यसले कसरी कल गर्न सकिन्छ भन्ने पार्टहरू सुरुमा हुन्छ है सुरुमा हाम्रो डाइरेक्ट प्रोजेक्टकै पार्टलाई फोकस गरेर गरिँदैन यसमा अनि त्यसपछि बल्ल बिस्तारै 2-4वटा क्लास गइसकेपछि बल्ल प्रोजेक्टको बारेमा अनि त्यसपछि सोध्न थालिन्छ है यसको त्यसको लागि हामीलाई चाहिने भनेको एउटा index.php चाहिन्छ सुरुमा ठिक छ index.php चाहिन्छ एउटा सबलाइन खोल्नु है त लाइट वेट छ एकदमै चलाउनलाई एकदम मजाको छ यो चल्छ मजाले सबैमा चल्छ आफूलाई जुन सजिलो लाग्छ युज गरिरहनु भएको आफ्नै गर्दै सजिलो हजुर
तर अब युज गर्नलाई अलिकति सजिलो हुने पनि हुनु पऱ्यो नि त, नेभिगेट गर्नलाई पनि अलिकति सजिलो भयो भने कोडिङ गर्दा फास्ट हुन्छ क्या, फाइल खोज्दै हिँड्नु पऱ्यो भने अब लफडा हुन्छ। यसमा सजिलो छ, यसमा यहाँ दिइरहेको हुन्छ सबै लिस्टहरू नै होइन, चाहिहाल्यो भने पनि ठिक छ। अब हामीलाई मेन चाहिने फाइलहरू भने के हो त, फर्स्टमा index.php फाइल हुन्छ। जस्तै यहाँनिर मैले एउटा कुनै लेखेँ, यसलाई सेभ गर्नु पऱ्यो, हामीलाई यहाँनिर index.php भनेर सेभ गरिदिन्छ। यो गर्ने बित्तिकै हाम्रो इन्डेक्स पेज खोल्यो नि त होइन, इन्डेक्स पेज भन्ने हो नि त यो। अब हामीले नेक्स्टमा हामीलाई चाहिने भनेको यहाँनिर .htxs फाइल चाहिन्छ अब है, जुन हामीले राइटको थियो नि त्यो पार्टको फाइल चाहिन्छ यहाँनिर। त्यसको लागि चाहिँ एउटा नयाँ फाइल क्रिएट गर्ने, सेभ गर्दा .htxs फाइलमा चाहिँ अब हामीले रुल लेख्ने यहाँनिर कसरी कहाँबाट नेभिगेट गर्ने भन्ने पार्टको लागि चाहिँ हामीले यहाँनिर के गर्छ त, सुरुमा रिराइट इन्जिन अन गर्छौँ अनि रिराइट रुल, यो चाहिँ यो क्यापिटलको पार्ट जुन छ नि, क्यापिटललाई क्यापिटल यसमा नै लेख्नुपर्छ यसको, कुन होइन स्मल हो। रिराइट रुलमा चाहिँ हामीले दिने बेला मैले हिजो भनेको थिएँ नि प्याटर्न हुन्छ अनि पछाडिपट्टि त्यसको रिप्लेसमेन्टको पार्ट हुन्छ भनेको थिएँ नि होइन। अब प्याटर्नमा चाहिँ हामीले यहाँनिर कसरी दिने त प्याटर्न दिने बेला भन्दाखेरि मैले हिजो भनेको थिएँ नि क्यारेट अनि डलर यही बिचमा हुन्छ सबै पार्टहरू है। अब हामीले यहाँनिर के गर्छौँ भन्दाखेरि चाहिँ जे जतिसुकै आउँछ यो फोल्डर पछाडि जतिसुकै कुराहरू आए पनि हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ त्यसलाई एउटा छुट्टै फाइलमा पठाइदिन्छौँ क्या। अब यहाँनिर खास हामीले एमबिसीमा चाहिँ फाइलहरू एक्सेस गर्ने बेलामा कसरी गर्छौँ त, कन्ट्रोलरलाई कसरी एक्सेस गर्छौँ, मेथडलाई कसरी एक्सेस गर्छौँ र त्यसमा प्यारामिटर कसरी पठाउँछौँ भन्ने कुरा बुझ्नुपर्छ मेन है। जस्तै यहाँनिर एमबिसी भनेको हाम्रो मेन फोल्डर हो नि, एउटा साइट हो होइन। यहाँभित्र मैले जस्तै कन्ट्रोलरको नाम युजर भन्ने मेरो कन्ट्रोलर हो र यहाँनिर लगइन भन्ने मेथड हुनसक्छ है। यसरी चाहिँ हुन्छ है जहिले पनि। अब यसको नेभिगेट गर्ने बेलामा चाहिँ हामीले एक्सेस गर्नलाई यसरी गर्नुपर्छ, युजर भनेको कन्ट्रोलरको नाम, त्यसभन्दा एउटा स्ल्यास दिएर पछि मेथडको नाम। यो जुन हामी यति त हाम्रो मेन फोल्डरै भयो है, यहाँसम्म त प्रब्लम छैन। अब यहाँबाट चाहिँ हामीले फाइल यसमा कसरी एक्सेस गर्ने त, अब कन्ट्रोलरभित्र हुन्छ फाइलहरू त, भ्यूमा कन्ट्रोलरमा मोडलमा लेखिरहेको हुन्छ कोडहरू त होइन। एक्ज्याक्टली कसरी एक्सेस हुन्छ त भन्दाखेरि चाहिँ यहाँनिर हामीले दिने बेलामा कन्ट्रोलरको नाम सुरुमा, त्यसपछि मेथडको नाम, कन्ट्रोलर भनेको हाम्रो क्लास राख्छौँ नि त खासमा, क्लासभित्र मेथड हुन्छ नि त, फेरि फङ्सन हुन्छ नि होइन। फङ्सनको नाम जस्तै लगइन भन्ने फङ्सन हो, अथवा त्योभन्दा पछि नि प्यारामिटर आउँछ भने यहाँनिर हामीले अरू कुनै प्यारामिटरहरूको जस्तै एडिट र डिलिट गर्ने केसमा हुन्छ नि युजर स्ल्यास एडिट भन्ने फङ्सन भयो, एडिट भन्ने फङ्सन कल हुन्छ होइन। अनि यहाँनिर एडिट गर्नलाई आइडी पठाउनुपर्छ नि त हामीले। अब आइडी भनेको यसरी थर्ड प्यारामिटरको रूपमा यसरी पठाइदिने क्या। अब यसलाई तानेर हामीले उतापट्टि काम गर्ने हो खासमा, यही पार्ट हुन्छ नि। यो पार्टलाई चाहिँ तपाईँको .htxsबाट चाहिँ रिडाइरेक्ट गराउने, अर्को पेजमा रिराइट गराउने, अनि त्यो पार्टमा चाहिँ काम त्यहाँबाट तानेर लजिकहरू सबै त्यहाँनिर लेख्ने हो। मेन फाइल भनेकै इन्डेक्स फाइल र .htxs फाइल हो, यसमा अरू केही पनि छैन। मेन बुझ्नुपर्ने भनेकै है। जस्तै अब यो फर्मेटमा आउँछ भने हामीले कसरी एक्सेस गर्ने त भन्दा यो पछाडि जतिसुकै कुराहरू आओस्, यो पछाडि जतिसुकै कुरा आओस् हामीले केयर गर्दैनौँ, त्यो पार्ट सबैलाई टप्प टिपेर हामीले एउटा फाइलमा पठाइदिन्छौँ क्या छुट्टै। भन्नुको मतलब जस्तै यहाँनिर मैले के गरेँ त, यो भनेको जुन हाम्रो आउने प्याटर्न हो नि त यो त होइन। यहाँनिर हामीले के गर्छौँ भन्दाखेरि यसरी .st गरेर दिनुभयो भने तपाईँले सबै जति पनि आउँछ नि पुरै भनेको क्या यसले, त्यहाँ पछाडि जति पनि पार्टहरू आउँछ सबैलाई तानेर कहाँ पठाइदिन्छ त हामीले index.php भन्ने फाइलमा पठाइदिने है। index.php मा पठाइदिन्छौँ। अब index.php मा कसरी पठाउनु त यो भ्यालुलाई, index.php गर्दैमा जाँदैन क्या त्यो। हामीले एउटा पेजमा भ्यालु पठाउनलाई के गर्थ्यौँ, कि त पोस्ट गरेर पठाउँथ्यौँ कि त युआरएलबाट पठाउँथ्यौँ नि। अब हामीले यसमा युआरएल युज गर्छौँ क्या, वाट युआरएल इक्वल टु, हिजो मैले रिप्लेसमेन्टको पार्ट भनेको थिएँ है, $1 गऱ्यो भने यो प्याटर्न सबै यसमा जान्छ भनेको थिएँ नि है। अब के हुन्छ त यहाँनिर जति कुराहरू आउँछ नि index.php को युआरएल भन्ने प्यारामिटरमा यो कुराहरू सबै जान्छ यहाँनिर है। यसलाई एकचोटि रन गरेर हेरौँ। अनि यहाँनिर यसपछि चाहिँ हामीले अप्सनमा चाहिँ दिने भनेको थिएँ जो मैले क्वेरी स्ट्रिङ एपेन्ड भन्ने हुन्छ क्या, यो चाहिँ जस्तै QSA भनेर दिन्छ होइन। QSA भनेको क्वेरी स्ट्रिङ एपेन्ड गर्ने, यहाँ जे जति आउँछ सबैलाई क्वेरी स्ट्रिङ एपेन्ड गरेर पठाउने र यसलाई लास्ट रुल भनेर यसरी डिफाइन गरिदिएपछि तपाईँले यति मात्रै डिफाइन गर्ने HTXSमा यसको लागि अहिले है, त्योभन्दा अरू डिफाइन गर्नु पर्दैन। अब के गरौँ त भन्दाखेरि जस्तै जेसुकै आओस् हजुर, ए डबल भएछ है, सिङ्गल कमा आयो है।
अब यसरी हाम्रो यहाँनिर एक्सेस गर्दाखेरि आयो के पेज आयो त अहिले हेर्नु त युजर एडिट यो नै आयो नि होइन हाम्रो खासमा त युआरएल त्यो होइन नि जे आए पनि हाम्रो केमा पठाइदियो त इन्डेक्स पेजमै पठाइदियो क्या अहिले हामीले के गर्यौँ त यसलाई हटायौँ हेर्नु है अहिले यतिकै एक्सेस गर्दाखेरि आउँदैन नि होइन जब तपाईँले यति रुल लेख्नुहुन्छ नि यति रुल लेख्ने बित्तिकै के गर्छ त यसले जेसुकै आओस् यसले इन्डेक्स डट पिएचपीमा पठाउँछ अब इन्डेक्स डट पिएचपीमा लेख्ने हो कि भ्यालिडेट गर्ने कोड कन्ट्रोलरको नाम आयो कि आएन मेथडको नाम आयो कि आएन प्यारामिटरको नाम आयो कि आएन सबै इन्डेक्स डट पिएचपीले भ्यालिडेट गर्ने हो अब है त्यही भएर मेन फाइल भनेको जहिले पनि डट एचटीएक्सएस र इन्डेक्स पेज हो अब इन्डेक्स पेजमा के गर्ने त युआरएलमा प्यारामिटर त आएको छ यहाँनिरबाट अब हामीले यहाँ आएको युआरएलको प्यारामिटर तान्ने हो क्या सबै त्यही नै हो त्यो फ्रेमवर्कहरूमा हुने नै त्यही हो क्या सबै जुनसुकै फ्रेमवर्क गरे पनि हुने नै त्यही हो त्यही भएर मेन एउटा यो कन्सेप्ट बुझेपछि चाहिँ अरू फ्रेमवर्कहरू जुनसुकै गरे पनि फरक पर्दैन तपाईँको इन्डेक्स डट पिएचपीले नै रिडाइरेक्ट गर्ने हो सबै पार्टहरू है अब यहाँनिर हामी के गर्छौँ त डलर युआरएल एउटा कुनै भेरिएबल ल्याउँ यहाँनिर प्यारामिटरको कसरी आउँछ युआरएलको प्यारामिटरहरू गेट प्यारामिटर हुन्छ नि हाम्रो डलर गेट हामीले नाम के पठाएको छौँ यताबाट एचटीएक्सएसमा हेर्नु त यहाँनिर इन्डेक्स डट पिएचपीमा के पठाएको छौँ युआरएल भनेर पठाएको छौँ नि अब हामीले यहाँनिर युआरएल गरेर एक्सेस गर्छौँ क्या यसलाई इको डलर युआरएल गरौँ त के आउँदो रहेछ एक्चुअली युजर एडिट 45 भनेर आयो यहाँनिर जुन 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 यो पठाएको छ नि हामीले यसपछि यो पार्ट आयो कि यहाँनिर अब तपाईँको युजर भन्ने पनि आयो लगइन पनि आयो हो यहाँनिर अर्को जेसुकै पठाउनु सबै डाटाहरू आइ नै हाल्छ भनेको अब हामीले यो डाटा हाम्रो यो पेजमा आइसकेपछि अब त हामीले यहाँनिर हामीले कन्ट्रोलर के हो हाम्रो लागि छुट्याउन सक्यौँ मेथड छुट्याउन सक्यौँ प्यारामिटर के हो सबै छुट्याउन सक्छौँ क्या जस्ट अहिले बुझ्नु यति मात्रै पर्छ यहाँनिर यस्तो के गऱ्यौँ त भन्दाखेरि सुरुमै हामीले एचटीएक्सएस राख्ने बित्तिकै त फर्स्टमा कुनै पनि फोल्डर एक्सेस गर्ने बित्तिकै त्यो एक्सेस गर्ने बित्तिकै एचटीएक्सएस रन हुन्छ त सुरुमा त होइन के हुन्छ त भन्दाखेरि यसले जति पनि कुराहरू आउँछ यसले के गर्छ त इन्डेक्स डट पिएचपीमा पठाइदिन्छ तर कसरी पठाउँछ त अब इन्डेक्स डट पिएचपीमा त सबै पार्टहरू पठाउनु पऱ्यो नि त होइन त्यो पठाउनुको लागि हामीले युआरएलमा यसरी उ गरेर पठाइदिन्छौँ क्या त्यही भएर कोही रिस्ट्रिङ एपेन्ड भनेर चाहिँ यहाँनिर यो अप्सनमा दिएको कारण चाहिँ त्यो हो कोही रिस्ट्रिङ भनेको त हाम्रो जुन युआरएलमा माथिपट्टि हामीले क्वेसन मार्क गरिदिन्थ्यौँ नि त्यसलाई कोही रिस्ट्रिङ भन्छ कि खासमा अनि त्यसलाई हामीले थपेर पठाएको कारणले गर्दा त्यो क्युएसए भन्ने प्यारामिटर एउटा थप्नुपर्छ अप्सनमा हजुर यसमा पोस्ट हाम्रो यतिकै मिल्दै मिल्दैन है त्यहाँको पोस्टलाई त फर्म हुनु पऱ्यो त्यहाँनिर केही जेनेरेट गर्नु पऱ्यो युआरएललाई रिराइट गर्न त्यसको फेरि अब जुन हाम्रो हुन्छ नि तपाईँको के अरे पोस्टमा हुन्छ नि त्यो अनुसार अटोमेटिकली एचटीएक्सएसले एक्सेस गर्छ फेरि नगर्ने होइन है तर त्यसको लागि चाहिँ यो गेट भन्ने कुरा आउँदैन नि त यो गेट भने पोस्टको त डाटा पो छुट्टै जाने हो नि त पोस्टमा त डाटा जान्छ नि त होइन त्यो डाटा युआरएलमा अब देखिएर गएको त्यो तान्न मिल्छ हामीले त्यसलाई तान्न मिल्दैन है अब यहाँनिर हामीले यहाँ जति कुराहरू आउँछ के गऱ्यौँ त युआरएल भन्ने पठाइदिउँ यहाँ युआरएलमा मैले प्याराम गरेँ भने प्याराममा जान्छ है फेरि अब यहाँनिर मैले के लेख्नुपर्छ प्याराम भनेर लेख्नुपर्छ है यो कुरा जहिले पनि ख्याल गर्नु फेरि किन जहिलेसुकै युआरएलको भएर युआरएलले लेख्नुपर्ने हो कि भन्ने केही छैन यहाँनिर तपाईँले जे भेरिएबल राख्नुहुन्छ त्यही भेरिएबल यता एक्सेस गर्ने है यहाँनिर भेरिएबलको नाम जे राख्नुहुन्छ किवर्डको नाम त्यही किवर्डको नाम कहाँ युज गर्ने हो त यहाँनिर युज गर्ने हो ठिक छ क्लियर छ यतिसम्म प्रब्लम छैन नि है अब यसपछि चाहिँ हामीले के गर्छौँ त भन्दा अब यो पार्ट जुन आयो नि हामीसँग त यहाँ के आयो हेर्नु त यति पार्ट आएपछि हामीले यसबाट टुक्राउन सक्छौँ क्या अब हामीसँग एरेको फङ्सन थियो नि एउटा कुन फङ्सन थियो इम्प्लोड एक्सप्लोड भन्ने छ नि त्योबाट हामीले टुक्राएर अब हाम्रो लागि कन्ट्रोलरको नाम के हो मेथडको नाम के हो प्यारामिटर के हो भनेर हामी टुक्राएर तान्न सक्छौँ क्या अब तपाईँहरूले यहाँबाट यसलाई एक्सप्लोड गर्नुभयो सपोज युआरएल एरे भनेर तान्नुभयो होइन यहाँबाट एक्सप्लोड गरिदिनु भयो ठिक छ एक्सप्लोडमा डेलिमिटर के हुन्छ हाम्रो स्ल्यास हुन्छ स्ल्यासको आधारमा तान्ने हामीले यहाँ टुक्राएर होइन अनि स्ट्रिङको ठाउँमा के जान्छ त हाम्रो डलर युआरएल प्रिन्ट आर युआरएल एरे गरौँ त एकचोटि कुन अब यहाँनिर हेर्नु त युजर लगइन प्यारामिटर भनेर यसरी आयो नि त हो कि होइन जस्तै युजरले लगइन गर्छ भन्ने यस्तो मेथडहरू ठ्याक्क हामीले यसरी अब यो आधारमा चाहिँ कल गर्छौँ कि यहाँनिर है अब यसलाई अब एक्सेस चाहिँ कसरी गर्ने त यसपछि चाहिँ हाम्रो अब
जति पनि कुराहरू यहाँ रिडाइरेक्ट गऱ्यौँ नि। अब हामीलाई के चाहिन्छ यहाँनिर कन्ट्रोलर भ्यू र मोडल भन्ने पार्ट चाहिन्छ जहिले पनि है। अब हामीले यहाँनिर फोल्डरहरू बनाऊँ, अरू फोल्डरहरू कन्ट्रोलर्स मोडल्स यो बाहेक अझै एउटा फोल्डर पनि हुन्छ यहाँ लाइब्रेरी फोल्डर हुन्छ क्या लिप्स भनेर। त्यहाँनिर चाहिँ बेसिक कमन कुराहरू हुन्छ नि, सबैलाई चाहिने त्यो कुराहरू चाहिँ त्यहाँनिर डिफाइन गरिन्छ। पछि लिप्स भनेर एउटा छुट्टै लाइब्रेरीको लागि चाहिँ त्यहाँ डिफाइन गरिन्छ है। अब हामीले के गरिन्छ त भन्दा अब हामीले एक्सेस गर्ने भनेको त हामीसँग कन्ट्रोलर र मेथडको पार्ट्समा पुगेका छौँ नि त हामी बल्ल होइन। पहिला के गर्नु पर्छ हामी यहाँनिर कन्ट्रोलर बनाउनु पऱ्यो क्या एउटा है। कन्ट्रोलर एउटा बनाउँछौँ, न्यू फाइल, ठिक छ, सेभ गरौँ। जस्तै हामीले युजरकै बनाऊँ अहिलेलाई है, user.php भनेर मैले एउटा कन्ट्रोलर बनाइदिएँ यहाँनिर। अब यसलाई डिफाइन गर्ने बेला युज गर्ने बेला हामीले आफूले जसरी लेख्छौँ त्यसरी नै डिफाइन हुने हो, त्यसरी नै युज हुने हो। किनभने हामी आफै लेख्दैछौँ क्या यहाँ रुल, अरूले बनाएकोमा गर्दै छैनौँ कि हामी आफै बनाउँदैछौँ। त्यो भइसकेपछि हामीले यहाँ कन्ट्रोलर्स नलेखेर कन्ट्रोलर मात्रै लेख्ने, यहाँनिर युजर मात्रै नलेखेर युजर कन्ट्रोलर लेख्ने, यसलाई क्यापिटल राख्ने, स्मल राख्ने, त्यो सबै हाम्रो हातको कुरा हो है। त्यो सबैलाई हामीले मिलाउनु मिल्छ, ठिक छ। अब जस्तै यहाँनिर अब हामीले गएर एउटा क्लास क्रिएट गरिदिन्छौँ। क्लासको नेम हाम्रो के हुन्छ अहिले युजर कन्ट्रोलर भनेर यसरी हामीले बनाइदिँदा हुन्छ। नर्मली कन्ट्रोलरकोहरू चाहिँ यसरी क्यापिटलमा दिन्छ क्या, कन्ट्रोलरको नामहरू हुन्छ नि नर्मली यसरी क्यापिटलमा दिन्छ दिने बेलामा चाहिँ, ठिक छ। अनि सँगै पछाडिपट्टि कन्ट्रोलर भनेर डिफाइन गरिन्छ। किन भन्दा भोलि हामीसँग युजरको तलपट्टि मोडलमा पनि आउँछ, भ्यूमा पनि युजर भन्ने पार्ट आउँछ। त्यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि चाहिँ हामीले चाहिँ कन्ट्रोलर कुन हो, मोडल कुन हो, भ्यू कुन हो भनेर छुट्याउनुको लागि चाहिँ हामीले यसरी छुट्याएर दिनुपर्ने हुन्छ है जहिले पनि। अब यहाँनिर अहिले एक्सटेन्ड केही पनि गरेको छैन यसले, अहिले एक्सटेन्ड भन्ने पार्ट हटाइदिन्छौँ। अब यहाँनिर कन्स्ट्रक्टमा हामीले अहिले के गऱ्यौँ त प्यारामिटर हटाएर दिस इज युजर कन्ट्रोलर भनेर लेख्यौँ है। अब हामीले यहाँ पठाउने बित्तिकै अब कसरी एक्सेस गर्ने त, यसलाई चाहिँ कसरी एक्सेस गर्ने। अब कन्ट्रोलर त रेडी भयो है, अर्को एउटा मेथड पनि रेडी गरौँ यहाँनिर फङ्सन लगइन दिस इज लगइन। अब यहाँ लगइन मेथडमा फर्म लगइन कल गर्दाखेरि फर्म देखाउने त्यो पार्टहरू त छँदैछ क्या, त्यहाँसम्म त पुगेकै छैन। त्यो त फेरि भ्यूमा आउँछ, फर्म भन्ने त भ्यूमा आउँछ नि त होइन। भ्यूसँग पुग्नुको लागि त पहिला कन्ट्रोलरमा पुग्नु पऱ्यो, अनि कन्ट्रोलरले बल्ल भ्यू कल गर्ने हो पछि है। अब यहाँनिर आज चाहिँ हामीले जस्ट यसलाई एक्सेस गर्ने जुन युआरएलहरू पठाएर एक्सेस गर्ने यसको भ्यालिडेसनको पार्टहरू नै हेरिरहेको छौँ क्या। अब यहाँनिर हामीसँग युआरएल पनि आयो। अब हामीले के गर्छौँ त भन्दाखेरि सुरुमा हामीलाई फाइलको नाम चाहियो, क्लासको नाम पनि चाहियो। मैले क्लास एक्सेस गर्नुको लागि मैले यहाँ आएको युआरएल अनुसार मैले यो अनुसार के गर्नुपर्ने हुन्छ त, सुरुमा त मैले कन्ट्रोलरको नाम पनि पत्ता लगाउनु पऱ्यो, अनि अर्को काम के गर्नु पर्छ क्लासको नाम पनि, कन्ट्रोलर जुन क्लास छ नि हाम्रो त्यसको पनि पत्ता लगाउनु पऱ्यो क्या। त्यो गर्नलाई यहाँनिर के गर्ने भन्दाखेरि मलाई डलर फाइल भन्ने एउटा भेरिएबल लिन्छु। यहाँनिर के गर्नुपर्छ त, फाइलको नाम के छ हाम्रो कन्ट्रोलर्सभित्र user.php हो नि होइन। के गरियो त भन्दाखेरि कन्ट्रोलर्सभित्रको user.php हो, तर user.php यहाँ दिएर त भएन नि त। किनभने भोलि अर्को कसैले अरू त्यहाँनिर कन्ट्रोलरको ठाउँमा अरू हालिदियो भने के गर्ने त, त्यो त काम लाग्दैन। त्यही भएर हामी के गर्छौँ त यहाँनिर कन्क्याटिनेसन गर्छौँ डट है युआरएल एरेको जिरोमा के आउँछ, जिरोमा के आउँछ त कन्ट्रोलरको नाम आउँछ। युजर आइरहेको छ अहिले, पछि के आउँछ त त्यो कन्ट्रोलरको नाम हो खासमा है। यहाँनिर हामीले के गर्छौँ त युआरएल 0 डट गरेर अनि यसलाई PHP हुन्छ नि, फाइलको नाम त एक्ज्याक्टली यहाँ आउनु पऱ्यो नि त। यहाँनिर इको डलर फाइल नेम गराउँछ एकचोटि, कन्ट्रोलर्सभित्रको user.php भनेर आयो, रेडी भयो नि होइन फाइलको नाम। अब क्लासको नाम रेडी गर्नु पऱ्यो। क्लासको नाम रेडी गर्नलाई के गर्नु पर्छ डलर क्लास इक्वल टु हामीले के गर्न सक्छौँ यहाँनिर युजर भन्ने जुन हाम्रो कन्ट्रोलर केमा आएको छ त, सुरुमै जिरोमै आएको थियो अघि पनि होइन, त्यसलाई लिने हामीले यहाँनिर डलर युआरएल एरे
URL एरेको 0 डट कन्ट्रोलर यहाँनिर होइन यो नाममा जाने हो कि हामीले एक्ज्याक्टली बनाउनु खोजे यो है कन्ट्रोलर गर्छ यहाँनिर इको गरेर है त इको डलर क्लास कन्ट्रोलर भित्रको युजर डट PHP भन्ने फाइलको नाम हो र युजर कन्ट्रोलर भन्ने के हो त हाम्रो क्लासको नाम हो तर युजरको यु क्यापिटल छ नि त यहाँनिर स्मल भयो यहाँनिर हाम्रो के छ त क्लासमा क्यापिटल छ अब यसलाई कसरी बनाउनु त क्यापिटल यहाँनिर हामीसँग युसी फर्स्ट भन्ने एउटा फङ्सन छ क्या यसले के गर्छ त भन्दाखेरि तपाईँको फर्स्ट लेटरलाई चाहिँ क्यापिटल बनाइदिन्छ है हजुर के भन्नुभयो होइन तर हामीले डिफाइन गर्ने बेला त क्यापिटल यु डिफाइन गऱ्यौँ नि त यहाँनिर हामीले तान्ने बेला के तान्यौँ त स्मल यु गऱ्यौँ स्मललाई क्यापिटलमा पठाउनु पऱ्यो कि त हामीले यहाँनिर नि स्मल दिनु पऱ्यो हो त्यही भएर हो त्यो भने सजिलो भयो नि त हामीलाई एक्सेस गर्नलाई होइन भोलि तपाईँको मोडलको नाम पनि त्यही अनुसार एक्सेस गर्ने हो भ्यूको नाम पनि त्यही अनुसार एक्सेस गर्ने हो त्यही आफ्नै रुल एउटा बन्छ भन्नु कारण चाहिँ त्यो हो अब यहाँनिर युसी फर्स्ट गरेर यसरी दिइसकेपछि युजर कन्ट्रोलर भनेर आयो क्यापिटलमा आयो नि होइन अब हामीले के गर्न सक्छौँ त यहाँनिर क्लासलाई इन्क्लुड गर्न सक्छौँ त्यो फाइललाई त्यो रिक्वायर इन्क्लुड जे गरे पनि रिक्वायर हुन्छ मैले डलर फाइल भनेर रिक्वायर हुन्छ गर्न सक्छु यहाँनिर मैले अब अब्जेक्ट क्रिएट गर्नु पऱ्यो नि डलर ओबिजे इक्वल टु न्यू के गर्नु पऱ्यो डलर क्लासमा त युजर कन्ट्रोलर भन्ने आएको हुन्छ अनि यो ब्राकेट भने ब्राकेट भइहाल्यो अब यहाँनिर भयो कि भएन भन्ने कुरा चाहिँ यहाँनिर हेर्न सकिन्छ है त्यो पार्टलाई हटायौँ भने अब यदि युजर कन्ट्रोलरको अब्जेक्ट क्रिएट भयो भने के हुन्छ भन्नु त हामीसँग यहाँ कन्स्ट्रक्टर छ नि त होइन कन्स्ट्रक्टर दिस इज युजर कन्ट्रोलर भन्ने कल हुन्छ क्या दिस इज युजर कन्ट्रोलर भन्ने कल भयो यसरी चाहिँ हामी कन्ट्रोलरसँग पुग्न सक्यौँ कि बल्ल URL एउटा तानेर त्यो URLबाट कन्ट्रोलरसँग पुग्नलाई यति लेख्नु पऱ्यो कोड पहिला अब मेथडसँग पुग्नु पऱ्यो के गर्ने होला अब यसपछि लगइन भन्ने मेथड कल गर्नु पऱ्यो अब हामीसँग अब्जेक्ट त रेडी भयो अब्जेक्ट रेडी भइसकेपछि अब हामीले अब्जेक्टको थ्रुबाट मेथड एक्सेस गर्ने हो अब मेथड कति नम्बरमा आएको हुन्छ 1 नम्बर प्यारामिटरमा आएको हुन्छ नि जिरोमा के आएको हुन्छ त कन्ट्रोलरको नाम आएको हुन्छ 1 मा मेथडको नाम आएको हुन्छ भनेपछि हामीले 0 को नामलाई युज गर्दै यहाँनिर अब्जेक्ट क्रिएट गर्यौँ अझ 0 को ठाउँमा अब हामी 1 युज गरेर के गर्छौँ त फङ्सन कल गर्छौँ क्या अब यहाँनिर अब के गर्नु पऱ्यो त फङ्सन कल गर्नुको लागि डलर ओबिजे टेन्स टु होइन हाम्रो URL एरियामा 1 हो यसरी कल भयो क्या है यहाँनिर हाम्रो के छ त हेर्नु त लगइन भन्नेमा यसरी लगइन मेथड भन्ने छ नि त लगइन मेथड आयो लगइन मेथडसँग पुग्यो क्या त्यहाँनिर हामी है यसरी चाहिँ हामी नयाँ कन्ट्रोलर बनायो भने पनि एक्सेस गर्ने तरिका यही नै हो अब यहाँनिर हामीले अरू भ्यालिडेसनहरू गर्ने काम बाँकी नै छ यसमा पर्दैन अटोमेटिकली यसले तानिहाल्यो नि तपाईँले के गर्नु पऱ्यो त यति गोडले मेथडको नाम जेसुकै आओस् न यसले तानिहाल्छ नि मेथड चाहिँ डिफाइन गरिदिनु पऱ्यो कन्ट्रोलरमा त्यति हो तपाईँले कन्ट्रोलर बनाएर कन्ट्रोलरमा मेथड चाहिँ डिफाइन गरेर आउनु पऱ्यो त्यति हो झन् सजिलो भयो नि धेरैको लागि त सजिलो हुने यो खासमा हो अब भोलि अर्को मेथड आउला यहाँनिर त्यस्तै तपाईँले भन्नुभएको त्यही एउटाले नै काम गर्छ क्या सबै सिलेक्ट भयो होइन यहाँनिर के गर्यो त इको सिलेक्ट मेथड भन्ने भयो है
यहाँनिर के गर्नु पठाउँछ सिलेक्ट URL पठाइदिने हो URL सँग मतलब गर्यो के त्यसले अरुसँग मतलबै छैन त्यसलाई यसरी चाहिँ यो अब कन्स्ट्रक्ट भइसक्यो तपाईको एटलिस्ट त्यो त्यहाँ कल गर्ने पार्टसम्म पुगिसक्यो अब प्यारामिटर आयो भने कसरी पठाउने त कुनलाई यसलाई यहाँ त रिटर्न गरेछ भने असाइन गर्ने हो नि त फंक्सन कल गर्यो नि हैन यति केही चीज रिटर्न भएको छ भने यसबाट बल्ल गर्ने हो यहाँ रिटर्न नभएसम्म त किनभने यो त फंक्सन कल गरेर फंक्सनले भ्यालु रिटर्न गर्छ भने नै हामीले यो गर्ने हो नत्र गरिरहनु जरुरत पनि भएन त्यो केस चाहिँ हामी नर्मली यहाँ रिटर्न गर्नै पर्ने हुन्छ फेरि किन भन्दाखेरि हाम्रो के हुन्छ त भित्रपट्टि कुनैमा हामीले रिटर्न गरौँला कुनैमा नगरौँला हैन त्यो गर्दाखेरि त अब प्रत्येक पटक यहाँ आएर मैले चेन्ज गर्ने कुरो त हुँदैन नि त त्यो भएर हामीले प्रत्येक फंक्सनमा रिटर्न ट्रु अथवा फल्स गरेकै हुन्छ के त्यहाँनिर अथवा त्यहाँबाट हामीले डाइरेक्ट फेरि भ्यूतिर रेन्डर गरिरहेको हुन्छ दुईटा अप्सन हुन्छ त्यहाँ हामीसँग है अहिले चाहिँ हामीले रिटर्न कहिले पनि गरेको छैनौँ त्यही भएर यतिकै गयौँ है अब यहाँनिर हामीले भ्यालिडेट गर्नुपर्ने पार्टहरू के होला भन्नु त यति कल गर्ने बेलासम्म जस्तै कन्ट्रोलरको नाम सही छ कि छैन फंक्सनको नाम छ कि छैन त्यहाँनिर हैन अब प्यारामिटर पनि कल गर्नु पर्ला रे सपोज कहिले काहीँ यहाँनिर प्यारामिटरवाला पनि कल गरेर है त्यहाँबाट जस्तै प्यारामिटर आयो भने यहाँनिर के गर्न सक्छ हामीले URL एरियामा 2 भन्ने इन्डेक्समा आउने हो नि त प्यारामिटर त हैन 2 मा प्यारामिटर आउने हो यहाँनिर सपोज प्यारामिटर पठाइदियो यहाँनिर पनि डिफाइन गर्नु पर्यो नि प्यारामिटर आउँछ भने त है जस्तै मैले $id भन्नेमा डिफाइन गरिदिएँ इको $id गरियो सिलेक्ट गरेर यहाँनिर 45 दियो 45 भनेर आयो नि त हैन यो पार्ट इको गरेको थियो नि हामीले इको $id गरेर कुनमा यो कन्स्ट्रक्टरमा यसको नर्मली यसमा डिफल्ट प्यारामिटरहरू छैन है यस्तो पार्टहरुमा त्यो मोडलमा आउँछ त्यो तपाईले जुन कन्स्ट्रक्टरमा डिफल्ट प्यारामिटरहरू भयो नि भन्नुभयो नि त्यो पार्टहरु हामीले मोडलतिर युज गर्न सक्छौं नर्मली यसमा जाँदैन है किनभने सबैमा हुन्छ भन्ने हुँदैन त्यस्तो भयो भने हामीले नल भनेर डिफाइन गरेर जान सक्छौं अब यहाँनिर यसै अनुसार हामीले सबै कुराहरु एक्सेस गर्न सक्ने भयो यहाँनिर अब भ्यालिडेसनको पार्टमा के रह्यो के त्यो हामीले जुन कन्ट्रोलरमा एउटा फाइल लियौं त्यो फाइल छ कि छैन त्यहाँनिर हामीले खोजेको फाइल त्यो हेर्नु पर्यो हैन त्यसैगरी हामीले खोजेको मेथड छ कि छैन सबै पार्टहरु भयो भने त एरर दिनु पर्यो नि त उसलाई एरर डिस्प्ले गराउनु पार्ट त बाँकी नै छ जस्तै हजुर एक्सटेन्ड गर्नलाई हामीले यसलाई एक्सटेन्डै गर्छौं भन्ने छैन नि त अहिले तत्काललाई एक्सटेन्ड गर्ने पार्टहरु भने सर्टेन पार्टहरु एक्सटेन्ड गर्न आउँछ पछि जस्तै यहाँनिर मैले यो फाइल एउटा जेनेरेट गरियो नि हैन फाइल छ कि छैन भनेर चेक गर्नु पर्यो सपोज पहिला त्यहाँ आउने बित्तिकै फाइल चेक गर्नुपर्छ नि त हामीसँग फाइल एक्जिस्ट भन्ने फंक्सन याद छ थाहा छ तपाईहरुलाई फाइल अन्डरस्कोर एक्जिस्ट भन्ने फंक्सन छ के यसले चाहिँ के गर्छ भन्दाखेरि हामीले स्पेसिफाई गरेको फाइल छ कि छैन भन्ने कुरा चाहिँ रिटर्न गर्छ हामीलाई छ भने ट्रु रिटर्न गर्छ हैन भने फल्स रिटर्न गरिदिन्छ हामीलाई है यहाँनिर मैले $फाइल गरे भने मेरो फाइलमा त के आएको हुन्छ कन्ट्रोलर स्ल्याश यो फाइलको के अरे कन्ट्रोलरको नामसम्म पुगेको हुन्छ नि त यो छ कि छैन भन्ने कुरा आउँछ के यहाँनिर यो भयो छ भने हामी के गर्ने हो त हामी छ भने न भित्र गएर काम गर्ने हो फाइल छ भने छैन भने त एरर देखाइदिने सकिहाल्यो नि त्यो युजरको ठाउँमा कसैले युजर्स गरिदियो क्या इंडेक्स पेज हो यो खासमा हैन अब इंडेक्स पेजलाई हामीले यो माथिको जुन लेखा थियौ यो पार्टलाई त हटाइदिँदा हुन्छ त्यो त पहिला इंडेक्स पेज एक्सेस भएको छ कि छैन भनेर चेक गर्न गरे हैन यो फाइल नट फाउन्ड अथवा कन्ट्रोलर नट भ्यालिड त्यस्तो मेसेजहरु दिने हो के यहाँनिर अब भएन भने चाहिँ अब यहाँनिर पनि अब यसपछि पनि फेरि कन्ट्रोलर ठीक छ कि छैन त कन्ट्रोलरको नाम पनि चेक गर्नुपर्ने हुन्छ अझै
है त कन्ट्रोलर त्यो छ कि छैन त्यो अब्जेक्ट क्रिएट भयो कि भएन त्यो बाटोबाट जान सकिन्छ अथवा मेथड छ कि छैन त्यहाँनिर स्पेसिफाई गरेको है त्यो सबै बाटो हेर्न सकिन्छ त्यहाँनिर फाइललाई तान्यो फाइललाई रिक्वायर यदि फाइल छ भने फाइललाई रिक्वायर गरेर तान्छ फाइल छैन भने त्यसले नट फाउन्ड भनेर मेसेज दिन्छ पहिले है अब यसपछि हामी मेथडमा जान सक्छौँ मेथडमा पनि हाम्रो डिफ्रेन्ट वेहरू हुन्छ क्या यहाँनिर जस्तै कहिलेकाहीँ के गर्ला कसैले प्यारामिटर सहित पठाइदिएला यहाँ चाहिँ अहिले के भयो त हाम्रो जति बेला सुकै प्यारामिटर भन्ने पार्ट आएको छ नि यहाँनिर कसैले लगइन भन्नेमा अहिले त यहाँ युजर्स भयो होइन भेटेन यहाँनिर त अनडिफाइन इन्डेक्स अफसेट 2 भन्यो नि त किन भन्दा यहाँनिर 15 लाइनमा 15 लाइन यो होइन यहाँनिर मैले प्यारामिटर पठाइदिएँ कि यसरी अब यसलाई कसरी रेस्ट्रिक्ट गर्ने त यदि प्यारामिटर आयो भने प्यारामिटर पठाउनु पऱ्यो आएन भने नर्मल फङ्सन कल गर्नु पऱ्यो त्यसको लागि पनि कोड चाहियो यहाँनिर इफ सेट डलर URL एरेको सेकेन्ड इन्डेक्स सेट छ भने is not empty second index अब यसरी कल हुन्छ यदि त्यहाँनिर सेकेन्ड इन्डेक्स आएको छ भने प्यारामिटर सहित जान्छ आएको छैन भने के हुन्छ त नर्मल तरिकाले कल हुन्छ ठिक छ यो पार्टमा चाहिँ हाम्रो अब चाहिँ त्यो प्रब्लम जस्तै यहाँनिर जुन अघि आएको थियो नि अब लगइनमा गयो होइन यहाँनिर लगइनभित्र अति हाम्रो सिलेक्टमा के थियो त प्यारामिटर थियो नि त फेरि सिलेक्टमा प्यारामिटर थियो यसले प्यारामिटर पक्रियो यो सबै पार्टहरू यहाँबाट स्पेसिफाई हुन्छ क्या जहिले पनि यहाँनिर चाहिँ स्टेप बाई स्टेप हेरौँ है त एकचोटि त्यही भएर त राम्रोसँग हेर्नुपर्छ मेन बुझ्नु नै यति हो तपाईँले यो बुझेपछि त अरू केही नै छैन एमबिसी भनेकै यही हो यति बुझ्नु सक्यो क्या केही नै गर्नु पर्दैन थप्दै थप्दै जाने हो मेन स्ट्रक्चर नै यही हो क्या है यहाँनिर सुरुमा के गरेको यो URL कहाँबाट आयो यो कहाँबाट तान्यो हामीले एसटीएक्सेसबाट रिडाइरेक्ट गरेर पठाएको थियो नि रिडाइरेक्ट गरेर होइन त्यो भ्यालु कहाँ आयो त यहाँनिर आयो है ठिक छ यो चाहिँ के गरेर हामीले redirected from dot stxs है stxsबाट रिडाइरेक्ट गरेको जुन थियो नि त्यो हो ठिक छ अनि यसपछि हामीले के गरेर त्यसलाई अब है एक्सट्र्याक्टिङ URL to लाइन त बसिरहेको एक्स्ट्रा गरेको बुझ्नु भयो है यो मेथड र प्यारामिटरलाई
त्यो इन्स्टल गरे अनि ट्र्याक गर्दाखेरि चाहिँ त्यहाँ इरर लगेर गर्नु भएन तपाईँले इन्टरनेट अफ नगरिकन गर्नुभयो क्या पहिला त चाहिँ नगरी गऱ्यो अनि पछिबाट अफ गरेको पहिला गरेको भएर त्यस्तो भयो गरिरहेको एउटा त्यो ट्र्याक चाहिँ भएको छैन यो तपाईँ क्र्याकहरू भएन कहाँ छ तपाईँ इन्स्टल चाहिँ कहाँ हुन्छ सीमा छ इन्स्टल हजुर सीमा भयो त्यो डब्ल्युएजी फाइल होइन क्र्याक सबै गर्ने अब के गर्नु अब याद कसो गर्नु त्यो इन्स्टल भयो डब्ल्युएजी त्यो ट्र्याकको ल अब यहाँ हेर्नु है नबुझ्नु भएको पोइन्ट चाहिँ कहाँनिरबाट यहाँ हो चाहिँ कहाँबाट नबुझ्नु भएको के हो थाहै नै भएन यो अरू केही पनि होइन हामीले यहाँनिर जुन युआरएल पठाउँछौँ नि त्यो आधारमा चाहिँ हामीले भित्रपट्टिबाट क्लासहरू कल गर्न खोज्या हो अरू केही पनि होइन यहाँबाट जुन युआरएल पठाउँछौँ त्यसको आधारमा चाहिँ हामीले होइन त्यसको बेसिसमा भएर क्लास एउटा कन्ट्रोलरभित्र चाहिँ हाम्रो क्लासहरू छ त्यो क्लासलाई चाहिँ कल गर्न खोज्या मात्रै हो क्लासभित्रको मेथडहरू तिनीहरूलाई कल गर्न मात्रै हो है अब यहाँनिर तपाईँहरूले के गर्नु पर्यो यहाँनिर यो हामीले गरेको के हो त प्रिपेयर फाइल नेम यो फाइल नेम बनाएको हो है क्लास नेम नै यहाँनिर भित्रपट्टि अनि हामीले के गरायो डिस्टेन्स अफ फाइल है यो कन्ट्रोलरभित्रको जुन युआरएलमा आएको हुन्छ नि त्यहाँनिर युजर भनेर आउँछ नि युजर भन्नु बित्तिकै के आउँछ त युजर डट पिएचपी हुन्छ नि त कन्ट्रोलरभित्र होइन त्यही फाइल चेक गरे यहाँनिर अर्को कुनै आउँछ भने त्यही फाइल चेक गरेको फेरि त्यो युजर्स भन्ने अघि युजर्स गर्दा आएको थिएन नि त अनि युजर्स भन्ने युजर्स डट पिएचपी भन्ने छैन कन्ट्रोलरभित्र होइन त्यो फोल्डरमा छ कि छैन चेक गर्ने हो युआरएलसँग रिलेटेड होइन त्यो युआरएलमा गएको प्यारामिटर तानेर हामीले भित्रपट्टि अरू अरू कन्डिसन लगाइरहेको क्या खासमा युआरएलको काम त यहाँनिर सक्यो तपाईँको यहाँनिर प्याराम गरेर तान्ने बित्तिकै सक्यो अब हो त्यो त जस्ट तपाईँको यो गर्दाखेरि मान्छेलाई एकखेप बुझ्न सजिलो हुन्छ सम्झिन सजिलो हुन्छ युआरएलहरू होइन अर्को कुरो वाट गर्दै त्यो प्यारामिटरहरू दिइरहनु भन्दा यसरी सजिलो हुन्छ त्यही भएर पनि युज गर्ने हो क्या तर तपाईँको यहाँनिर तपाईँले अर्को गर्नु पनि सक्नुहुन्छ नि तरिकाले त वाट गर्दै होइन कन्ट्रोलर इक्वल टु यो अनि फेरि मेथड इक्वल टु यो भन्दै अनि फेरि त्यसको प्यारामिटर यो भनेर त्यो पठाउनु पनि सकिन्छ क्या त्यो भने सजिलो तरिका हो त्यहाँनिर तपाईँले एसटिएक्स नै पर्दैन खासमा त्यो गर्नुहुन्छ भने चाहिँ भनेपछि तपाईँको यो हामीले इकमर्स साइटहरूमा जुन मान्छे सबै युआरएलबाट त्यसलाई पनि यसरी नै हामीले त्यसरी नै ताने हुन्छ जति पनि इकमर्स साइटदेखि लिएर फ्रेमवर्कहरू जतिमा नि यस्तै खालको हुन्छ नि सबै गेटबाटै गएको गेटबाटै गएको हुन्छ हुँदैन त्यहाँनिर होइन अनि त्यहाँनिर तान्ने यही नै हो लगाउने त्यही नै हो है यो पार्ट चाहिँ यतिसम्म मैले भन्न सक्छु होइन जो मान्छेले डाइरेक्ट फ्रेमवर्क गरेर हुन्छ नि एमबिसी भन्ने छुट्टै नगरिकन त्यो मान्छेले नै बुझा हुँदैन यो खासमा किन त्यहाँनिर अलरेडी रुल छ क्या कन्ट्रोलरभित्र फाइलको नाम यस्तो भना कन्ट्रोलरमा त्यो कन्ट्रोलरमा फाइलको नाम डट एससित दिए जस्तै युजर्स डट पिएचपी दिए अथवा युजर्स कन्ट्रोलर भनेर दिए त्यो रुल छ अलरेडी डिफाइन गरिदिएको होइन कन्ट्रोलरले त्यो पढ्यो अनि त्यो अनुसार काम गर्दै जाने हो क्या खासमा चाहिँ त्यस्तै नै हो नि सबैमा जुनसुकै फ्रेमवर्कमा पनि त्यही हो किनभने उनीहरूले अब हामीले यहाँनिर यस भन्ने जोडेकै छैन फाइलको नाममा उनीहरूले ल्याएर यस पनि जोडिन्छ फाइलको नाममा होइन आफैले अथवा यहाँनिर मैले यहाँनिर युजर्स कन्ट्रोलर भनेर पनि त युज गर्न सक्छु नि मैले के गर्नुपर्छ त फेरि मैले भित्रबाट यहाँनिरबाट चेन्ज गर्नु पऱ्यो नि त यस दिनु पऱ्यो भनेर त्यो अनुसार गर्ने हो क्या सबै हजुर अनि यहाँनिर अब तपाईँले यहाँनिर यास थप्ने बित्तिकै त यहाँनिर कोड पनि मिलाउनु पऱ्यो नि त फेरि यहाँनिर तपाईँले यहाँ पनि यास थप्नुपर्छ युजर्स कन्ट्रोलर हुनु लागि किनभने माथिबाट त यहाँ युजर मात्रै आएको हुन्छ खासमा पहिला
अनि यहाँनिर फाइलको एक्सटेन्सन चेक गऱ्यो है, छ भने ठिकै छ, हामी भित्र काम गऱ्यौँ, छैन भने के गर्छौँ त, यहाँनिर यो हाइलाइट भइरहेको छ नि यति है, अन्डरलाइन भएर आइरहेको छ नि 16 देखि 27सम्म 28सम्म है, 29 पुग्दाखेरि छैन भने के गर्छ हामीले फाइल नट फाउन्ड भनेर भन्यो है, अथवा कुन फाइल नट फाउन्ड पनि भन्न सक्छौँ नि हामीले यहाँनिर डलर फाइल नट फाउन्ड भन्न सक्छौँ, कन्ट्रोलर्सभित्रको युजर.php नट फाउन्ड भनेर भन्यो नि त, यो भएपछि यस्तो मेसेज क्लियर भयो नि त होइन, त्यो कन्ट्रोलर फाइल हामीले क्रिएट गरेर हिँड्छौँ भन्ने कुरा आयो नि त। अब नेक्स्टमा हामीले के गर्यो त, यदि छ भने भित्र गएर क्लासको नाम डिफ्रेन्ट छ, फाइलको नाम र क्लासको नाम, फाइलको नाम युजर.php छ, क्लासको नाम फेरि युजर कन्ट्रोलर भन्ने छ भनेपछि अब हामीले फेरि त्यसको लागि क्लासको नाम प्रिपेयर गरेको यहाँनिर क्लासको नाम प्रिपेयर गऱ्यो है, क्लास डलर क्लास इक्वल टु एउटा भेरिएबलको नाम मात्रै हो क्लास भन्ने, यहाँ हामीले के गर्यो त युसी फर्स्ट भन्नेले के गर्छ, कुनै पनि वर्ड हामीले दिन्छौँ त्यसको चाहिँ फर्स्ट क्यारेक्टर चाहिँ यसले क्यापिटल गरिदिन्छ है, त्यो किन गरे भन्दा हाम्रो यहाँनिर युजर्सको यु क्यापिटल छ, तर हामीले पठाउने बेला प्यारामिटरमा के छ त युजर्सको यु स्मल छ, ती स्मललाई क्यापिटल गरेको है। अब नेक्स्टमा भनेको हामीले के गर्यौँ त्यसको अब्जेक्ट तान्यौँ, यहाँनिर यो क्लास फाइल आयो नि होइन, क्लासको चाहिँ अब्जेक्ट बनायो एउटा, किनभने अब्जेक्ट क्रिएट गर्नुपर्छ नि त, हामीले प्रत्येक पटक म्यानुअली गरेर क्रिएट गर्ने कुरो त हुँदैन, एउटा दिनु पऱ्यो अलरेडी होइन, ओबिजे भन्ने एउटा भेरिएबलमा हामीले यसको अब्जेक्ट क्रिएट गरिदिउँ, जुन क्लास आउँछ नि क्लासको नाम त्यही नै क्रिएट गर्ने यहाँनिर इको डलर क्लास गरेर गर्दाखेरि युजर कन्ट्रोलर आएको छ नि होइन, स्पेस कहाँनिर कहाँ एमबिसी पछि कसरी आउँछ, कन्ट्रोलर भनेर लेख्ने होइन नि त, यहाँनिर त हामीले जोड्या यहाँ कन्ट्रोलर हेर्नु त, त्यही भएर त प्यारामिटरबाट पठाएर अनि यहाँनिरबाट युज गरेर हेरेर चेन्ज गरेर कन्ट्रोलर्स भन्ने चाहिँ त्यो आफैले थपेको छ यहाँनिर हेर्नु त त्यो फाइलमा, नत्र हामीले थपिरहनु पर्थेन, जरुरत थिएन, हामीले हाम्रो लागि प्रिपेयर गराएको यसपछि है। त्यो भनेको त जस्ट नाम मात्रै एउटा रिफरेन्स मात्रै हो क्या, के एक्सेस गर्ने के आधारमा एक्सेस गर्ने भन्ने रिफरेन्सको लागि मात्रै हो यो। अनि क्लास प्रिपेयर भयो, क्लासको नाम आयो, क्लासको नामको आधारमा के हुन्छ त अब्जेक्ट क्रिएट हुन्छ, क्लासबाट क्रिएट गरेँ यहाँनिर होइन, यो अब्जेक्ट आयो, अब्जेक्ट आएपछि के गरेर त यहाँनिर अब प्यारामिटर चाहिँ चेक गरे आयो है, प्यारामिटर चेक गरेँ यहाँनिर अब चाहिँ कन्भर्ट टु स्ट्रिङ 940 कल भएर अब यहाँनिर नभएको मेथड आयो भने हामीले त्यसलाई पनि फेरि के गर्न सक्छौँ यहाँनिर स्पेसिफाई गरिदिन सक्छौँ, एल्स गरेर यसरी पनि छैन भने अथवा यहाँनिर एल्सिफ गरिदिने यहाँनिर हामीले चेक गर्ने बेलामा युआरएल र के अरे मेथड दुइटै आएको छ भने यो त यो कल गर्ने होइन, यहाँनिर जस्तै 1 आयो भने र 1 को भ्यालु यदि छैन भने कोड ऱ्यापले झन् अघि सब बिगारे तल माथि बनाइदियो, सब कमेन्ट हालिदियो यहाँनिर हेर्नु है त, यहाँनिर के गरे हामीले मेथड कल गर्नु पऱ्यो नि, कल गर्नुको लागि यदि प्यारामिटर आएको छ र मेथडको नाम पनि आएको छ भने हामीले प्यारामिटर सहितको कल गऱ्यौँ, छैन भने हामीले के गर्छौँ त अब
यसमा चेन्ज गर्छौँ। यदि मेथड मात्रै आएको छ भने के गर्छौँ त हामीले यहाँनिर मेथड मात्रै कल गर्छौँ है। हो फर्स्ट प्यारामिटर र सेकेन्ड प्यारामिटर दुइटै आउनु मतलब के हो त फङ्सनको नाम पनि आउनु प्यारामिटरको नाम पनि आउनु। त्यो भयो भने हामीले फङ्सनको नाम अनि यहाँनिर ब्राकेटभित्र हामीले के गर्छौँ त प्यारामिटरको नाम पठाएर गर्छौँ है। यदि त्यो आएन भने फङ्सनको नाम मात्रै आयो भने हामीले के गर्छौँ त फङ्सनको नाम मात्रै कल गर्छौँ। यदि त्यो पनि भएन भने के गर्छौँ त हामीले अब त्यो छैन भन्नु पऱ्यो नि त होइन। फङ्सन नेम गर्न सकिन्छ अथवा त्यसलाई पनि हामीले अर्को कुनैमा पठाएर गर्न सकिन्छ है। 26 यसरी पठायो भने चाहिँ यु हेभ टु स्पेसिफाई फङ्सन नेम भनेर होइन यसरी दिन सकिन्छ। अथवा यसरी दिएन भने डाइरेक्ट इन्डेक्समा पठाउनु पनि सकिन्छ। डाइरेक्ट युजर स्ल्यास गऱ्यो भने के गर्ने त इन्डेक्समा पठाइदिने गर्न पनि सकिन्छ। त्यो भने हामीले आफूले लेख्ने रुल हो, हामीलाई कस्तो बनाउनु मन लाग्छ त्यसरी गर्ने हो। अब यहाँनिर आएन भने हामीले डाइरेक्ट यसलाई इन्डेक्स भन्ने फङ्सनमा पठाइदिन पनि सक्छौँ क्या। यसलाई कपी गर्यो यहाँनिर चाहिँ यो फङ्सन केही नहेरिकन हामीले यहाँनिर के गर्न सक्छौँ डाइरेक्ट इन्डेक्स त्यो अब्जेक्टबाट इन्डेक्स भन्ने फङ्सनमा पठाइदिन सक्छौँ डाइरेक्ट। इन्डेक्स भन्ने यहाँनिर छ त छैन नि अहिले, त्यहाँनिर फङ्सन एउटा बनाइदिने। इन्डेक्स भन्ने फङ्सन कल भयो छैन भने इन्डेक्स फङ्सन भनेर आयो होइन। यहाँनिर फङ्सन दिएको छ भने फङ्सन भनेर आउँछ यसरी लगइन मेथड भनेर गयो होइन। हामीले यो पार्टहरू सबै स्पेसिफाई गर्न सक्ने भने यो छैन भने यहाँनिर अर्को एरर फालिहाल्छ नि लगइन भन्ने मेथडै छैन भने। यो सबै पार्टहरू भनेको यति पेजले गरिरहेको छ, सबै जे जति गरेको छ index.php ले नै गरेको छ। अब यहाँबाट त्यसपछि तपाईहरुले अब मेथड कल गर्ने अथवा मोडल कल गर्ने अथवा अरु कुनै भ्यूहरु कल गर्ने त्यो सबै पार्टहरु भने यसपछि गर्ने हो। बल्ल चाहिँ यति नै प्र्याक्टिस गर्नु पर्यो। अहिले नै स्टार्ट गरौँ।